यो इङ्ग्लिस भनेको नि मलाई लाग्छ वर्ल्डको सबैभन्दा नम्बर 1 स्किल के हुन्छ भने इट इज हाउ यु स्पिक इङ्ग्लिस। किनभने हामीसँग जति पनि एक्सपिरियन्सेस नलेज छ र त्यो हामीले अरू मान्छेहरूलाई कम्युनिकेट गर्न पाउँदैनौँ भने त्यो सबै नलेज र एक्सपिरियन्स व्यर्थ जान्छ है। र चाहे त्यो जब पाउन होस्, चाहे त्यो एकाडेमिक फिल्डमा जान होस्, चाहे त्यो कम्युनिकेट गर्न होस्, आफ्नो फाइन्डिङ्स, आफ्नो नलेज एक्सपिरियन्स इङ्ग्लिस चाहिन्छ। तर प्रब्लम के हुन्छ भने स्टुडेन्टहरूसँग चाहिँ उनीहरूले 5.5 6.5 ल्याउनको लागि 1-2 महिना त कोर्स गरिदिन्छ आइएल्स पिटी र टोफेलको, तर जनरल लाइफमा दे ल्याक इट। र बेस्ट वे चाहिँ कस्तो हुन्छ भने नि 3टा एकदमै राम्रो आइडिया लाग्छ कि मलाई चाहिँ, जुन आई हेभ फलोड इट एज वेल है। एउटा कुरा सुन्नी भनेको चाहिँ कस्तो भने इङ्ग्लिस गीत सुन्नी, त्यहाँ पछि गएर पडकास्टहरू सुन्नी, जुनले गर्दाखेरि चाहिँ हाउ इङ्ग्लिस स्पिकिङ कन्ट्रिजको सिटिजन्सहरू चाहिँ हाउ दे प्रोनाउन्सिएट डिफ्रेन्ट वर्ड्स। जस्तै एजुकेसनलाई एडुकेसन भन्न थालेछ मान्छे होइन, भनेपछि यु हेभ टु अन्डरस्ट्यान्ड हाउ दे स्पिक इन इङ्ग्लिस पहिला। दोस्रो भनेको चाहिँ कस्तो भने जब हामीले बुक्सहरू पढ्छौँ नि इङ्ग्लिस बुक्स, चाहे त्यो आफ्नै फिल्डको होस्, बोलेर पढ्ने, त्यो भएपछि कस्तो हुन्छ भने डिफ्रेन्ट ल्याङ्ग्वेज हो नि त, बोली फुट्न चाहिँ पर्छ क्या। त्यो बोली फुटाउनको लागि चाहिँ के गर्नुपर्छ, यु हेभ टु स्पिक वेन यु रिड नोभल्स, आफ्नो फिल्डको बुक्सहरू, मेबी रिसर्च पेपर्सहरू पढ्दाखेरि चाहिँ। तेस्रो भनेको चाहिँ कस्तो भने मलाई चाहिँ जुन मैले आफैले यो एकदम नेसेसिटी इज द मदर अफ इन्भेन्सन भने जस्तो इम्प्रुभ गर्नलाई के गरेँ भने मैले चाहिँ मेरो बहिनी तिमी र म चाहिँ इङ्ग्लिस बोलौँ, एकअर्काको इम्प्रुभ पनि हुन्छ, दुइटै हामी एकाडेमिक फिल्ड पनि बाट पनि भइयो, हाम्रो चाहिँ इम्प्रुभ गरौँ है भने के। त्यसरी नै बा मम्मीलाई पनि भन्न मिल्यो, बा मम्मी हजुर चाहिँ मसँग नेपालीमा बोल्नु, म चाहिँ इङ्ग्लिसमै बोल्छु है हजुरहरूसँग भन्ने। किनभने हामीलाई कस्तो लाग्दो रहेछ भने बाहिर मान्छेहरूसँग यो गऱ्यो भने इम्बारेसमेन्ट फिल हुन्छ, बरु आफ्नो कजन्स, दाई बहिनी मम्मीहरूसँग यो कुरा भन्यो भने चाहिँ सजिलो हुन्छ कि। त्यही भएर गर्ने त्यही मजाले इङ्ग्लिस बोल्ने, इम्प्रुभ गर्ने, आइएल्स टोफेललाई पनि हेल्प भइहाल्यो, एकाडेमिक फिल्डलाई पनि प्रेजेन्टेसनहरू दिन परिहाल्छ, कम्युनिकेट गर्न परिहाल्छ, जबहरू पाउनको लागि पनि यो काम लाग्छ है। यो चाहिँ आई थिङ्क बेस्ट वे टु इम्प्रुभ योर इङ्ग्लिस इन जेनरल लाइफ है त ल।